टेम्परेचर सबै मिल्छ होला काभ्रेको त्यो झोकाउँदै थियो छेउ गराउँदै थियो हो त्यो के हो त्यो स्याम्पल चेक गर्ने हो स्याम्पल स्याम्पल कस्तो रोग भयो भनेर हेर्ने हो हाम्रो यहाँबाट पनि कलर कलर यहाँबाट हाल्ने होइन यहाँबाट चाहिँ हामीले हाल्छ यसले फुल्ने बन्द गरेर लास्टमा यो चाहिँ यो कुलिङ भइरहेको यो हट चाहिँ केमा हुन्छ यसमा तातो यो कुलिङ भइरहेको त्यो निकाल्ने बित्तिकै गरेर रेडिएसन सुन्ने हुन्छ अरू यो भित्र अलिक फ्यान छ हट चाहिँ यो हो क्या यो कुलिङको लागि कुलिङ भइरहेको डार्क हो हामीले खाने यही हो यो चाहिँ मिडियम डार्क त्योभन्दा तल त्यो अलिकति पोलेर बढी छ नि त कालो छ नि त अमेरिकामा पनि त्यही हो यो दुइटै अमेरिकन हो अलिकति डार्क रहेछ त्यो डार्क हो नर्मल्ली हाल्ने अमेरिकामा कति हाल्ने नर्मल्ली भनेको चाहिँ हाम्रो यसमा धेरै तिन तरिका छ डार्क मिडियम डार्क अनि मिडियम चाहिँ अलिक एसिडिटी हाई हुन्छ यसमा चाहिँ अलिक एसिडिटी हुँदैन कमले बन्नु अलिक कम हुन्छ यसमा ब्यालेन्स हुन्छ चावलहरू बढी हुन्छ त्यसमा चाहिँ अलिक स्मोकी बढी हुन्छ यसमा थोरै थोरै स्मोकी हुन्छ अहिले खाँदा थाहा होला बन्डहरू टाइपको आइरहेको आउँछ त्यसमा अलिक त्यस्तो साह्रो चिसो आउँदैन मौका मनबाट बनाएको अलिक फरक हुन्छ मौकामा चाहिँ अलिकति डिफ्रेन्ट मिसिङभन्दा अलिकति डिफ्रेन्ट हुन्छ अलिक डिफ्रेन्ट हुन्छ त्यति राम्रो टेस्ट अब अलिक फरक भइन्छ टेस्ट अलिक मजाले खोलेर आउँछ मिसिङमा चाहिँ अब प्रेसर दिएर बन्ने भयो त्यो चाहिँ आफू उम्लेर हुन्छ जस्तो नर्मल्ली अरू सादा घोलेर बनाउनु भन्दा चाहिँ बेटर हुन्छ त्योभन्दा धेरै प्रेसर नै हुन्छ